हेलो ब्युटिफुल पिपल। ल आजदेखि म घरबाट निस्केँ। आज चाहिँ बिहानै टुर पुग्दैछ र यस कलेजतिर लाग्यो। आज मेरो 8th सेमको फर्स्ट डे हुँदैछ। म जाने चाहिँ फर्स्ट डे हो खासमा, हिजोदेखि स्टार्ट भएको। लेट्स सी जम्मै त गाइस आज अल्छा क्यान्सर नपट्टि यो भनिराख्दाखेरि ब्यागमा त लास्टै जाडो हुँदो रहेछ ल। आइडी कार्डै नभएर आइडी कार्ड नहुनेलाई छिमेर नमिलेर फेरि आऊ भन्दा त्यसै आइडी कार्ड लिएर आउँछ। मेरो भ्लग बनाउँदैछु नि भाइ। बाटोमा मैले मेरो स्टुडेन्टलाई भेटेँ। गुड मर्निङ सर। आइडी कार्ड पनि भेटियो। आइडी कार्ड बिना कलेजै जानु नदिने अरे। अनि फेरि घर आयो। अनि तिमीहरूको ढिलो भएन? जाडो छ गाइस। बाई बाई। फेरि त्यही बाटो आइयो। अब चाहिँ अगाडि आयो। मलाई कसरी मैले के बनाएको छैन यार त्यस्तो। केही नै बनाएको छैन। मलाई अस्ति किरणले त भन्दै थियो नयाँ सेमेस्टर फाइनल सेमेस्टर। तिम्रो नाम? सौगात। मलाई त यो नभएर निकाल्दै नि साथी। घर गएर फेरि लिएर आयो। ल 8th सेमको डकुमेन्ट्री बनाइदिनु पऱ्यो क्या यसो। यो को? यो त राजु रहेछ। उमेश ह्यान्डसम। हाउ आर यु? तिम्रो त दारी त कसले ऊ त झन् यङ हुँदै गयो त। फर्स्ट सेममा आउँदा बुढो थियो, सेकेन्ड सेममा यङ, अब लास्टमा आउँदा त यङ हाल्छु बुढो। हाम्रो क्लास त्यहाँ हुनुपर्ने। ओ मुलेट गाई के छ? यस्तै हान्छ हो, यस्तै हान्छ हुन पाए त नि। म त नि जिरो इन्डेक्सबाट स्टार्ट हुन्छ हौ यार। भित्र हाल्नुपर्छ यसलाई भित्र साइडले पुरा हान्दैछ राम्रो त हौ होइन। यहाँनिर त्यो प्र्याक्टिस गरिन्छ। त्यो ब्ल्याक कभर हार्ड कभर गर्ने प्र्याक्टिस गरिरहेको छु। ओके 5 दिन पछि म केही पनि गर्दिनँ। बुझेन ओरेन के भने मलाई यही 5 दिन दिन पछि कस्ता एकदमै राम्रो। सरको नयाँ बाइक छ नि, मैले थाहा पाएँ। सर नयाँ बाइक छ नि। कस्तो ह्यान्डसम देखेको सर अस्ति त। धुन जस्तो भुइँ जाँदै थियो। स्कुटी त मेरो टिप्नै सकेन क्या। अब यस्तै हेर्छ को भ्लग बनाएको भन्छ तिम्रो भाइले। हेलो टिफिन टाइम। तिमी चाहिँ कतिखेर जान्छौ? म डेली भ्लग बनाऊँ भनेर सोच्दैछु। अब 8th सेमको चाहिँ राम्रो विचार हो। यो स्टोरेज चाहिँ छैन त्यत्रै ग्याङ। र अब चाहिँ आजको लागि हेर्नु गरिदिउँ। म चाहिँ घर जान्छु। अब अरू बेलै बनाउँछु हिस्टोरिकल भ्लग।
Yes, today the day ends. आजको बिहानको कलेज सक्यो अब यस्तै गरेँ फेरि भोलि भेट्नु पर्छ. See you guys.